कुमार भाउलाई मैले स्वागत गरेँ। नमस्कार। माछा पालन गर्नुभएको छ। मैले केही समयदेखि मैले यो सुनेको थिएँ। मैले राम्रोसँग देख्न चाहिँ पाएको थिइनँ। म आज आइपुगेको छु। पोखरी चाहिँ सानो भन्दा पनि यो निकै ठुलो छ। पहाडको लागि यसलाई ठुलै मान्नुपर्छ। कति माछा छन् भाइ यहाँ? यहाँ त्यस्तै 3 देखि 400 सम्म छ। यो एउटा भनाइ छ नि, यो मकै छ मकै यो पहाडमा यो ढलान गरेकोमा त्यति हुँदैन भन्छ नि, माछा मर्छ भन्छ, यताउता चिसो हुन्छ, पिल्सिन्छ के ठोकिएर भन्छन् नि। के यसमा के अनुभव आयो? यसमा अहिलेसम्मको अनुभवमा चाहिँ राम्रै छ हैन। त्यस्तो मरेको छैन। त्यस्तै केही त भएको छैन। राम्रो छ। राम्रो छ। लु दर्शकहरू, तपाईँहरूले पनि यो तरिका, पानी कम छ भने ढलान गर्नु होला। माछा एकदम राम्रो देखिएको छ। अहिले चाहिँ यो धमिलो सर माछा देखिएको छैन, नत्र व्यापक छ नि यहाँ माछा। मैले पनि यसो 2-4 केजी लगेर भन्दा नि भाइले ल्याइदिनु भएको थियो र मैले खाएँ। ल अरू यस्तै खालको भिडियो हामी अन्य चाहियो भने चाहिँ कन्ट्याक्ट गर्नु होला हैन। फोन नम्बर भन्नु न। फ्रेस माछा फोन नम्बर मेरो 97 082 14 708। ल धन्यवाद। ल बाँकी अरू भिडियोमा यस्तै किसिमका भिडियोहरू हामी हेर्नेछौँ। कृषि क्षेत्रका अन्य भिडियोहरू पनि प्रशस्त रूपमा हेर्न पाउनेछौँ। रमाइला फर्नी यताउता जस्तो चाहियो त्यस्तो भिडियोको लागि तपाईँले मलाई फलो गर्नुपर्ने हुन्छ। हस्, धन्यवाद।